दर्शकबिन हुम्लाबाट छिमेकी देश चीनको तक्लाकोट जाने क्रममा हिउँमा फँसेका 6 जनालाई सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नाख्ला गाउँपालिका 6 यारीबाट तक्लाकोट जान हिँडेका जुम्लाका 6 जना हिंसाको नारा लेकको हिउँमा फँसेका थिए। उनीहरू हिउँमा फँसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट बीओडी हिंसा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो। बीओपीबाट करिब 10 किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट हिजो बेलुका 8 बजे उनीहरूलाई उद्धार गरेर हिंसातर्फ नै ल्याइएको थापाले जानकारी दिनुभयो। हिमाल चढ्दा एकदमै ध्यान पुर्याई चढ्न आग्रह गर्दै अहिलेको लागि भने बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद। Thank you.